हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी डे 3मा रहेका छौँ। आज चाहिँ हामी यहाँबाट घुम्नको लागि चाहिँ पोखरा लेक साइड जाँदैछौँ। अहिले ठ्याक्कै भनेर भन्दाखेरि चाहिँ 7 बजेको छ। हाम्रो साथीहरू त्यहाँ पनि हुनुहुन्छ अनि हामी यता जानेछौँ पोखरा लेक साइडतिर। लक्ष्मण भाइले केही भन्दै हुनुहुन्छ। एउटा छाता अझै छ। अहिले चाहिँ हामी ठ्याक्कै यो हाम्रो होटल सरोवरबाट चाहिँ निस्केर हामी टक्कै यतातिर लेक साइडतिर जाँदैछौँ। हामी चाहिँ अहिले घुम्न भनेर बाहिर निस्केका छौँ, तर यहाँ एकदम पानी परिरहेछ। त्यसैले आज हामी खाली छौँ, त्यसैले हामी यहाँ लेक साइडतिर जाँदैछौँ। अहिले पानीहरू परिरहेछ। यहाँ अहिले चाहिँ पुरै बन्द छ, ठप्प छ, त्यति खासै मान्छेहरू हिँडिरहेको छैन। हामी 3 जना जाँदैछौँ यहाँबाट घुम्नलाई लेक साइडतिर। क्यामेरा हामीतिर ल उता हेर्नु त यता। गुड मर्निङ गाइड। तपाईँहरूलाई फेरि पनि त्यहाँ लेक साइडमा गएर देख्नुहुन्छ। यहाँ चाहिँ 3-4 बजीसम्म पसलहरू पुरै खोल्ने रहेछ। यहाँको पोखराको चाहिँ कस्तो रहेछ भनेदेखि रातभरि पसल खोल्ने अनि बिहान 3-4 बजेतिर चाहिँ बन्द हुने, अनि त्यस पछाडि टक्क बिहान 9 बजी चाहिँ फेरि पसलहरू खोल्न चाहिँ स्टार्ट हुने रहेछ। त्यो भएर अहिले पसलहरू बन्द छ। अहिले चाहिँ हामी अलिअलि सिमसिम पानी परिरहेछ, तर पनि हामी चाहिँ फेवातालमा घुम्नको लागि चाहिँ जाँदैछौँ। पोखराको फेवाताल हामी 3 जना, 3 जना फेरि अगाडि गइसकेका छौँ। हामी त्यहाँ जान्छौँ, घुम्छौँ। मलाई लाग्छ हामी सबैजना त्यहाँ बोट चढ्नेछौँ, होइन भाइहरू? बोट चढ्ने होइन त? ल, यहाँ रविन्द्र भाइ, तोपलालजी अनि त्यहाँ छ यो लेक साइड फेवाताल। लेक साइड अगाडि छ, त्यहाँ गएर फेरि पनि तपाईँहरूलाई देखाउनेछौँ। अहिले चाहिँ हामी फेवातालको नजिकै आइपुगेका छौँ। यो रहेको छ फेवाताल। ओ हेर्नुहोस्, यहाँ छ फेवाताल। यो रहेको छ फेवाताल। ल फोटोहरू खिचिराख्नु भएको छ, ढुङ्गा चढ्नु भएको छ फेवाताल। बासुदाई गुड मर्निङ। यहाँ नरेन्द्र भाइ गुड मर्निङ। Good morning. Myself Noel. I am from Pokhara visit. From Fewatal. 1 घण्टा घुम्यो भने चाहिँ 900 सबैजना के छ लक्ष्मी एभ्रिवान? यो ठ्याक्क छ पोखराको फेवाताल। कति 1 घण्टा लाग्छ? पोखराको फेवाताल। अहिले चाहिँ खासै त्यति घाम चाहिँ लागेको छैन, त्यो भएर त्यति उज्यालो क्लियर चाहिँ छैन। त्यो पनि हामी तपाईँलाई देखाउने कोसिस गरिरहेछ उज्यालो। यहाँबाट हेर्नुहोस्, यस्तो गएर यताबाट गएर यो फेवाताल रहेको छ, त्यो माथिको। यी फेवाताल बोट चढ्ने होइन, यी फेवाताल भन्ने हुन्छ के? बोट चढ्ने के? बोट चढाउने ओनर उहाँ हो। चिया खानु दिनु इसिया दिएर आउनु न तपाईँलाई, चिया खान्न दिनु न, होटलमै खाएर आएको। के अरे के भन्दै थियौँ हाम्रो मानवार दाई? कस्तो राम्रो देखिया छ नि यार। नरेनजी क्यामराम्यान है आप, कैसे लग रहा है? ये क्यामराम्यान है, तर यार बुढाको राम्रो आइरहेको छ यार। लिएर आउनु न एउटा, चाहिन्छ र? ज्याकेट नलाउ न, चाहिन्छ ज्याकेट?
ल हामी बोटिङ गर्नको लागि चाहिँ यहाँ टिकटको लागि जाँदैछौँ। यो डुङ्गामा जाने हो कि बोर्डमा? हेरौँ यता 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 डुङ्गामा जाने हो के? डुङ्गा जाँदा है डुङ्गा। बोर्डमा नजाने हो कि? डुङ्गामा ल केटाहरूलाई के कुरामा चित्त बुझेन छोडेर हिँड्दिए यार। फेवतालमा साइली डुङ्गा सरर सम्झनामा तिम्रो तस्बिर छ उसको गरिसकेको छ क्या। यसै मन्दिर हो गाइस। ए मजबुत है तपाईहरु यहाँ जम्बुटोली चाहिँ भेला भइसकेका छन्। आफै तोपलालजी, रविन्द्र भाइ, नरेन्द्र भाइ सबैजना यहाँ फेवतालको लागि चाहिँ आएको छौँ। घुम्दैछौँ। विवेक भाइ छ, हामी सबैजना यहाँ छौँ। हामी यहाँबाट घुमेर फेरि पनि फर्केर जानेछौँ। यहाँ घुम्दाखेरि तपाईँहरूलाई भिडियो देखाउनेछु। आमा भ्यूले त मार्यो नि हो मार्यो। यस्तो खतरा भ्यू, कस्तो दामी। बिहानको 8 बजेको छ तर पनि भ्यू चाहिँ धेरै राम्रो छ। यताबाट हामी फिरापुलको लागि हिँड्नको लागि जाँदैछौँ। त्यो कपडा दिउँ सबैजना जाँदैछौँ। ठिक छ। त्यो पाल्टा पुल्टु भइरहेछ त अनि भन्नु पर्यो नि त। बनाउने एकछिन कस्तो भइरहेछ केटा हो रमाइलो। ल हाम्रो दाइले चाहिँ हामीलाई गाइड गर्दै हुनुहुन्छ है। अनि दाइले यो गर्नुभएको कति भयो दाइ? 35 गटो 35 कटेको। आमामा यही मात्रै चलाएर हामी पेस यही सधैँ लडी तपाईँ घर चाहिँ कहाँ हो दाइ? सिन्धुली। एकदम मौसम दामी छ, समयले पनि साथ दिएछ। ठ्याक्क हामी बाहिर निस्केको पानी पनि रोकिहाल्यो के।
ल दाइले चाहिँ 35 वर्ष हुनुभयो अरे यो मात्र यो चलाउनु भएको यो काम गर्नु भएको तपाईँको आफ्नै हो नि आफ्नो छ नि त तर किबाट चल्छ पालो पालो यहाँ तेरो मेरो छैन किमा बस्यो सबैको टिम हाल्नु आज हामी यहाँ घुम्दैछौँ यस्तो रमाइलो छ यो ठाउँ बिहानको समय चाहिँ झन् राम्रो रहेछ भ्यू राम्रो हेर्नु होला भ्यू पनि राम्रो छ एकदम ओ लक्ष्मण कस्तो भइरहेछ ठिक भइरहेछ एकदम राम्रो छ विवेक कस्तो रमाइलो भइरहेछ बाबु नरेन्द्र हजुर दाइ यता हेरौँ न अहिले एकदम म त पछाडि हेर्न सक्दिनँ दाइ कस्तो भइरहेछ कसु दाइ हजुर ठिक छ राम्रो एकदम पहिला क्यामेरा काम गरे हामीलाई तोपलालजी हजुर सर रमाइलो एकदम सम्झनामा तिम्रो तस्बिर छ लक्ष्मण भाइ उहाँ छन् टुप्पा छन् त्यसपछि मेरो यहाँ क्यामेराम्यान हुन्छ टोपलाल नौफ्रन दाइ नौफ्रन दुकान उफ्रिने होइन के कस्तो उभिएको यिनी यार छ्या कहीँ देखिन्न आफूले तर पहिला म जमाना आउँदाखेरि यो मन्दिरबाट उता जाने थिएन अहिले चाहिँ पुरा सबै फाँडफुँड गरेर अहिले चाहिँ मन्दिरको लागि मात्रै घुमाउने गरेर राखेर छ 20 वर्ष भयो होला म नआएको पोखरा 20 वर्षपछि आएको भन्नु न 20 वर्षपछि 20 वर्ष भयो होला नभन्नु त्यो भन्दा अगाडि नै बियो यो म यो मन्दिरसँग उता जाने थिएन कि यस्तो परिक्रमा सरिम गर्ने थिएन यो मन्दिर आयो सडकको लड फेरि फर्कियो यो तिम्रो चाहिँ यो उसमा शिवरात्रि अनि यो निशान हाम्रो त्यो सालमा एक टाइममा होइन अहिले डेन्जर हो नि बहुत ठुलो खुन बजे निक्लिन्छ अब कति कोही किसिमको त्यो तिनको कुरा यही मन्दिरमा हुन्छ कहाँ बस्दा बस्दा थाहा हुन्छ पुरा खालके डेन्जर छ बहुत लामो छ तिमी के अरे सर्भरहरू पनि बसिरहेको होला है फायर अब एउटा ठिकै भयो म नाचिदिन्छु तिम्रो जस्तो काबेली सम्झि उठो केटा उठो आयो छेउ किनार आयो काबेली मलाई स्विमिङ आउँछ क्या स्विमिङ आउँछ हामीलाई ऱ्याफ्टिङ पनि आउँछ रविन्द्र भाइ ल एकचोटि सट्टै घुमेर निस्कौँ न त्यसको क्याप पहिले तिमीले ब्याग राखेको क्याप पहिले ब्याग नै राखेको पर्दैन क्या त्यहीँ बिचमा बसे नि हुन्छ केही हुन्न बोलेर डिस्टर्ब गरिरहेको छ के बोल्नु
कति लिन्छ पैसा लिँदैन होइन पहिला हाम्रो त आइपुग्यो क्या यसरी के यसरी हाल्नु पाइदियो क्या पहिला पहिला त म आउँथेँ यसरी ढुङ्गामा च्याप्पै यसरी माथि सभादिनु पहिला जागिरी धन्न दिन बाहिर सुताएनन् अब यहाँ रमाइलो गरौँ भनेर आएको खासमा यहाँ दुईजना लड्लै जस्तो भयो कि केटाहरू लड्यो भने त फेरि बुढालाई म पानीमा चाहिँ फाल्छु हालेर फेरि पौडीखेल आउँछ मलाई चाहिँ आउँदैन है फेरि एउटाले फाल्यो भने ती केही हुँदैन यो लगाएपछि त्यसैले त तिमीलाई यो लगाउनु दिएको यो भएपछि तिमी पानीमै डुब्दैन हावा कुरा नरु न यो लाइट दिनु अझै भन भाइ त्यो लगाऊ न हामी यहाँ बोर्ड खेल्दैछौँ के स्टुडियोमा आउँदैछु 12 बजीतिर आइपुग्छ भन न ए नै म आउँछु म यहाँ छ अनि म आज तिम्रो ढोकामा देख्दा आएर तिम्रो उठेर त्यहाँबाट चाहिँ म हामी चाहिँ ल हामी चाहिँ ल आज हामी यो पोखराको ढुङ्गा पनि चढियो देवताल पनि घुमियो यहाँ हेर्नुहोस् मेरो ब्याकग्राउन्डमा दामी छ सिन हामी यहाँबाट घुमेर 10-15 मिनटपछि फेरि पनि हामी घरमा जान्छौँ कोठामा जान्छौँ त्यहाँबाट रेडी खानासाना खाएर रेडी भएर हामी फेरि काठमाडौँतिर जानेछौँ दामी छ यार सिन कस दर्शन भाइ एउटा फोटो खिच्देऊ न हामी चाहिँ अब यहाँबाट सकियो हाम्रो कति रुपियाँ खान्छन् बल्नु हाम्रो यति हो नि त दाइ आजको हाम्रो यो ऱ्याफ्टिङ बोट चढ्ने ऊ पनि सक्यो अब हामी जान्छौँ यो हाम्रो सिन दामी सिन यहाँ ल हेर्नुहोस् फेरि त सफ्ट लगाएर ल जाउँ पैसा उसुल होइन त यहाँ चाहिँ मान्छेहरू एकदम अघि हामी आउँदा खासै त्यति मान्छेहरू थिएन अहिले चाहिँ एकदम भिड लागिरहेछ यहाँ हेर्नुहोस् मेरो ब्याकग्राउन्डमा हेर्नुहोस् त्यहाँ पुरै हेर्नुहोस् यहाँ यस्तो छ देवता कुखुरा रहेको छ अब चाहिँ हामी सर्टको घरतिर जान्छौँ कोठातिर त्यहाँ गएर खानासाना खाएर अनि रेडी भएर हामी जान्छौँ केटाहरूले चाहिँ मलाई छोडेर गइसकेको छु केटाहरू अलिक टाढै पुगिसक्यो ओ केटा दाइलाई छोडेर कता केटाहरू जान्छौँ हामी चाहिँ यहाँ हेर्नुहोस् आइरहेको छ मान्छेहरू धेरै नै यताबाट गएर चाहिँ हामी उता कोठामा जान्छौँ अनि हामी तपाईँहरूलाई देखाउनेछौँ के हो केटाहरू लड्दै हिँडेको कस्तो लाग्यो खोइ एकजना ल उहाँ दुईजना छुटेको रहेछ त्यही भएर बाबु नरेन्द्र किन ढिलो केही त बोल यार आज अलिक साइलेन्टमा छ हामी चाहिँ पोखरा फेरताल घुमेर आएका छौँ आइसकेका छौँ आइसकेका छौँ अलिकति घुमेर पसलहरू पुरै बन्द भएको छ अब खोल्ने सबै खोल्न थालिसकेका छ गाडी आएको छ है दाइ बाटो क्रस गर्छु बाटो क्रस गरेर चाहिँ हामी यहाँबाट
देब्रे लाग्छौँ। यहाँबाट हेर्नु सबै पसलहरू बन्द छ। यतातिर हेर्ने हो भने दिदीले झाडु लगाइराख्नु भएको छ। यहाँबाट गएर हामी सबै स्टेट नम्बर 14 रहेछ। हामी चाहिँ यहाँबाट टक्क घुमेर यता जान्छौँ। हाम्रो होटल यहाँ रहेको छ अलि अगाडि। यहाँबाट जान्छौँ। अगाडि गएर चाहिँ हामी तपाईँहरूलाई भिडियोहरू देखाउनेछौँ। अनि अगाडि गएर हामी के गर्नेछौँ त्यहाँबाट तपाईँहरूलाई देखाउँछौँ। यहाँबाट सट्ट गएर अगाडि यता गइसकेको छ। केटाहरू मलाई जहाँसम्म लाग्छ हाम्रो केटाहरू पुगिसके कति फास्ट हिँडेको। यहाँ हामी 10 बजे यहाँबाट निस्किनु पर्नेछ। हाम्रो रुम चाहिँ यहाँ 10 बजे चेकआउट हुन्छ। अनि यहाँबाट सबैजना निस्केर जान्छौँ। खानासाना खाएर हामी सिधै फेरि काठमाडौँ जानेछौँ। एउटा दुःख लाग्ने कुरा चाहिँ ऊ दाई सँगै आएको दाई चाहिँ यहीँ काम परेर यहीँ पोखरामा बस्नुहुन्छ, यहीँ काम गर्नुहुन्छ। मणिपाल हस्पिटल होइन त दाई? मणिपाल हस्पिटलमा चाहिँ काम गर्नुहुन्छ। अनि केही दिनको लागि मात्रै हो, फेरि पनि उहाँ त्यो काम सकेपछि फेरि काठमाडौँ आउनेछौँ। काठमाडौँ आएर भेट्नेछौँ। ल दाई आफ्नो केयर गर्नु होला, बस्नु होला। कहाँ लगेर राख्ने हो? यो चाहिँ हाम्रो होटल। यो फेरि पनि देखाउन चाहे, यो चाहिँ हाम्रो होटल। हामी जानेछौँ। यो हाम्रो होटल सरोवर। फेरि पनि हामी यताबाट जानेछौँ। यो चाहिँ हाम्रो एन्ट्री रहेको छ। यहाँबाट हामी जान्छौँ। ठ्याक्क लिफ्टबाट आइसकेको छु। त्यो तल भ्यू नरेन्द्र कपडा चेन्ज गर, खाना खान्छ। हामी रुममा आइपुग्यो। कस्तो भयो भिजिट भाइ? चाहिँ ब्रेकफास्टमा छौँ। ब्रेकफास्टमा ब्लड बढाएर के गर्ने हो? 3 दिन भइसक्यो। ल अब चाहिँ हामी कोठाबाट निस्केको। अब हामी काठमाडौँतर्फ जाँदैछौँ। यो कोठाबाट बाई बाई पोखरा। अनि यहाँको सर्भिसको लागि पनि राम्रो भयो सर्भिसहरू। अब हामी जान्छौँ। हामी चाहिँ यहाँबाट चेकआउट हुँदैछ। हामी यताबाट चेकआउट हुँदै हामी जानेछौँ। सबैजना यहाँबाट जान्छौँ। सबैजना हाम्रो ग्रुपहरू छ। अब चाहिँ हामी काठमाडौँ जाँदैछौँ। त्यसै कारण यहाँ ब्यागहरू चेकआउट हुँदैछ। के हो? यहाँ भिडियो भइरहेछ। ल हाम्रो चाहिँ हामीले टकवारमा जितेको थियो, तर चिटिङ गरेर उहाँहरूले पाएको छ। त्यो भएर चाहिँ उहाँहरूले खानेछौँ। यो
चिटिङ डी हामी जाँदैछौँ जाउँ सबैजना जाउँ 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 भाइ भाइ पोखरा थ्याङ्क यू धन्यवाद थ्याङ्क यू ल दाइ धन्यवाद ल अब चाहिँ हामी होटेल सरोवरलाई चाहिँ हामी बिदा गरेर अब हामी टक्क लाएर ल भाइ अब हामी मेरो उसको पार्टी होइन म नखाने मैले किन नाच्नु नखाने अब हामी जाँदैछौँ होइन म नखाने होइन नखाने त्यो भएर हामी जाँदैछौँ अब म खाउँ त खाऊ ल नत्र खानु होइन गुलियो म खाँदैन क्या त्यो भएर ल अब हामी निस्केर जाँदैछौँ हाम्रो ग्रुपहरू आऊ न गाइज आऊ लाइन लागेर आउँदैछ हाम्रो ग्रुपहरू हामी अगाडिको सिटमा बस्छौँ है भाइ दुई भाइ है हाम्रो गाडी आउँदैछ बाई बाई पोखरा बाई पोखरा हाम्रो दुई तिनजना चाहिँ यहीँ बस्नुहुन्छ वासुदाई सुशान्त अनि अर्को एकजना यहीँ बस्नुहुन्छ बाई 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 सिउ काठमाडौँमा होइन होइन काठमाडौँमा भेटौँला रुनी भनेको हाँसु नै न यार पानी पनि छैन यार ल वासुदाई राम्रोसँग बस्नु होला है भेट्नुपर्छ दाजुभाइ फेरि भेट्नु पर्यो है सबैजना गाडी चाहिँ कुरेर बसिराख्नु भएको छ सबैजना गाडी आइसकेका छौँ हाम्रो यो गाडी चाहिँ हाम्रो होइन भाइ ल अगाडि बस्छ है ल हाम्रो गाडी पनि आउँदैछ ल हाम्रो गाडी पनि फाइनली आयो हाम्रो गाडी पनि आयो हाम्रो गाडी आयो के हो यार ओभरटेक गरिदिने थैंक यू विष्णु भाई यार आपको याद करेंगे भाई यार मैं समझ गया भाई यार एकैछिनमा मान्छे भन्छ माथि हाल्नु यार अल्लाह गर्नु पर्यो त्यसको सेलिब्रेटी काटने का चीज तो बहुत है लेकिन तुम नहीं काट पाओगे ब्रो वो काटूंगा मैंने ऑलरेडी काट चुका हूँ अच्छे से यो पोखरा टूर को आज अंतिम दिन आज हम लोग का ये पोखरा टूर का लास्ट डे है तो जितना भी एनर्जी बाकी रहा है ये आज ही खत्म करना है और बाकी दिन फिर रिटाइप करना है विल हैव गुड एंड मेमोरेबल जर्नी अगेन ओके थैंक यू बाई बाई पोखरा That's to Kathmandu.
बाई बाई पोखरा। हामी चाहिँ अहिले ठ्याक्कै कहाँ आइपुग्यो? मिलकोट म्यादी पुल क्रस मादी पुल क्रस गऱ्यो। ठ्याक्कै हामी चाहिँ अहिले दमौलीमा आयो। दमौलीमा गेट यो पुलिसलाई सोधौँ न, रविलाई पनि खाने कहाँ खानु त्यो पुलिसलाई। ट्र्याक्टर के हो दमौली दमौलीमा भन्दैन क्या भाइ, त्यसलाई अलिक सिक क्या दाइसँग इज्जत गर क्या। प्रोब्लम जस्तै गफ नदिनु न यार, प्रोब्लम जति त मैले कहाँ दिन्छ यार, त्यति दिन थाल्छ यार। यही हिसाबले बढ्दै गयो त्योभन्दा नि बेसी हुन्छ नि। ल अहिले चाहिँ हामी टक्क लाएर, नमस्ते दाई नमस्ते। अहिले चाहिँ हामी टक्क फेरि खाना खानको लागि चाहिँ मुगलिन कटेर अलिकति अगाडि आएको छौँ। स्विमिङ गर्न पाए त है। आएको छ। ल हेर्नुहोस् कति तातो छ यार। सिद्धार्थमा आइसकेका छौँ हामी। मुगलिनबाट अलिकति माथि आएको छ, त्यही भएर यो हेरौँ न। हो यो छ स्विमिङ। यो रहेको छ सिद्धार्थ हस्पिटालिटी फ्रम द हार्ट स्विमिङ पुल। पोपलालजी ओ जम्बुटोली आउँदैछ, जम्बुटोली। रमाइलो भइरहेछ नि त। अब यहाँ खानासाना खाएर फेरि काठमाडौँतिर लाग्ने हो नि त। ल ठिक छ। त्यो तल चाहिँ त्रिशुली खोला हो त्यो चाहिँ। तपाईँ अर्को गाडीमा क्या है? इमली पानी लग रहा है मेरे को।
खाना सनै पनि खाइयो। अब टक्क लाएर हामी फेरि घरतिर जानेछौँ। यो रहेको छ हामीले खाना खाने ठाउँ पर। अब हामी घर जानेछौँ यो बाटोबाट ट्याक्क 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 लाएर। हस् दाइ, धन्यवाद दाइ। पसल कहाँ छ यहाँ? हट यार, बाहिर त के हो, आगो लागिरहेछ। कहाँ लुकेको तपाईँ फेरि? अब हामी मुगलिनबाट पनि माथितिर लाग्यो। अहिले चाहिँ हामी टक्क लाएर नागढुङ्गा सुरुङ मार्गको नजिकै आइसकेका छौँ। नागढुङ्गा सुरुङ मार्गको ठ्याक्कै नजिकबाट चाहिँ तलबाट चाहिँ हामी बाइपास गरेर चाहिँ नागढुङ्गा सुरुङ मार्गलाई चाहिँ हामी क्रस गर्नेछौँ। यो तपाईँले माथिपट्टि देख्न सक्नुहुन्छ। यो चाहिँ पहिलो नागढुङ्गा सुरुङ मार्ग रहेको छ भने यो चाहिँ दोस्रो सुरुङ मार्ग रहेको छ। अनि हामी ठ्याक्कै त्यसकै तलबाट बाइपास गरेर चाहिँ आएका छौँ। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ दोस्रो सुरुङ मार्ग रहेको छ। हामी तपाईँलाई अलिकति टाढोबाट चाहिँ देखाइराखेका छौँ यो सुरुङ मार्ग।